तपाईले कहिले सोच्नु भएको छ जीवनका चुनौतीहरू जब हामीलाई जीवनमा चुनौतीहरू आउँछन् अप्ठ्यारा समयहरू यस्तै अप्ठ्यारा क्षणहरूले यस्तै चुनौतीहरूले हामीलाई जीवनमा सबैभन्दा गहिरो शिक्षा दिएर जान्छन् यस्तै अप्ठ्यारा समयहरूले केही न केही सिकाएर जान्छन् जब कुनै अप्ठ्याराहरू आउँछन् कहिले कहिले जीवनका नाजुक क्षणहरू पनि आउँछन् यस्तो अप्ठ्यारो समय भोग्ने केवल म मात्र हुँ जस्तो लाग्छ तर जब जीवनमा सही नजरिया आउँछ हामीलाई यस्ता समयहरू यस्ता अप्ठ्याराहरू केही न केही सिकाउने जीवनलाई अझै राम्रो बनाउने अवसरहरू बन्छन् आज गुरुले यस्तै प्रेरणादायी कथा सुनाउने मनसाय बनाउनु भएको छ सबै शिष्यहरू भेला भइसकेका छन् अब गुरुले भन्नुभयो आज म तिमीहरूलाई यस्तै एउटा प्रेरणादायी कथा सुनाउन गइरहेको छु यसले तपाईको मन मस्तिष्कलाई मात्र छुने छैन यसले जीवनमा केही न केही शिक्षा दिनेछ तपाईको नजरिया बदल्न यो कथाले मद्दत गर्नेछ यो एउटा केवल साधारण कथा मात्र होइन यो कथाले जीवनको गहिरो सत्यलाई उजागर गर्नेछ गुरुले आज गौतम बुद्धको एउटा अनमोल कथा लिएर आउनु भएको थियो आउनुहोस् गुरुको कथाबाट जीवनका अप्ठ्यारा समयहरूमा कस्तो शिक्षा पाइन्दो रहेछ